कप्तान बा कप्तानी आमा यहाँ हुनुहुन्छ। हामी नयाँ कामको लागि सुरुवात गर्दैछौँ। कप्तान बाको सिरियलमा यहाँ चिसो खाने कार्यक्रम भइरहेछ। यहाँ है दिउँसोको खाजा खाने समय, खाजा आउँदैछ। चिसो पहिले खाएर तयारी। कप्तान बाको बुहारी, यी दुईटी चाहिँ कप्तान बाको बुहारी, जेठी र कान्छी कप्तान बाको बुहारी। मेरो छोरीलाई कप्तान बाको सम्धी यहाँ उजेली कुरा उठ्यो यतै, ओरको कुरा परको कुरा ओरो लाउने सम्धी। कप्तान बा लट्ठी ठड्याएर सम्धीलाई सम्धी, मेरो सम्धी चाहिँ उहाँ हैसिन्छ। सजिलो त कहाँ होला र, सजिलो त कहाँ होला र सम्धी, हेरिरहनुस् न। छोरीलाई ताकेको छ त अनि के भन्नु त। मेरो सम्धीज्यू कप्तान बा मेरो छोरीलाई उहाँको जेठो छोराले लगेर मेरो छोरी यो चिसो खाँदै मेरो छोरी। अनि उता उसको देउरानी चाहिँ उता जेठानी हुनुपर्ने देउरानी जस्तो देखिरहेछ, तर जेठानी चाहिँ उहाँलाई गराएको भए अझ राम्रो। देउरानी जेठानी सँगै छन्। अनि यहाँ आड लाग्नलाई माइती भनेर दुईटै बाबाको छेउमा छोरीहरू बसिरहने है। कप्तान बाको कान्छो छोरो बुढीलाई पिलिक पिलिक हेरेर आज सिन्दुर हाल्ने भनेर रमाएर फेरि धुनधान छ उहाँ। जेठो छोरा चाहिँ उहाँ कपाल पालेर कप्तान बाको इज्जतै फालेर यसरी सुटिङ हुँदैछ है। कप्तान बाको सुटिङ हामी यसरी गर्दैछौँ। अहिले हालको लागि ब्रेक टाइम, खाजा खाने टाइम हो है यो चाहिँ।